राष्ट्रिय विपत्तिको यस्तो बेलामा देशै थला परेको बेलामा कमा फुल स्टप रसो दीर्घका कुराहरू हुँदैनन्। सकेसम्म सहजीकरण गर्ने हिसाबले हामी जान्छौँ। सकेसम्म सहजीकरण गर्ने र न्यूनतम कानुनी प्रक्रियाहरू पुरा गरेर सब सम्बन्धित चाहिँ पीडितलाई जिम्मा लाउनेतर्फ हामी जान्छौँ। दुईजना स्वयंसेवक यता आउनु त, तिनजना यहाँनिर अगाडि सेक्सनतिर छिटो। चितवन जिल्लामा जम्मा 30 वटा सबको व्यवस्थापन गर्न सक्ने सामर्थ्य रहेछ निजी र सरकारी अस्पतालमा। निजी मात्रै होइन, निजी र सरकारी अस्पताल भनेको चितवन जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूसँग जम्मा 30 वटा सबहरूको व्यवस्थापन गर्ने क्यापासिटी रहेछ। त्यो क्यापासिटी भनेको हजुर अब त्यो क्यापासिटी भनेको हाम्रो लागि अहिलेको यो राष्ट्रिय विपत्तिको अवस्थामा आजै पनि हामीले चाहिँ 134 वटा सब चाहिँ लिइसकेका छौँ भनेपछि 30ले त 30 को सङ्ख्याले त हामीलाई त किञ्चित पनि एक सानो अंश पनि त्यसले सहयोग नगर्ने भइसकेपछि बाध्य भएर हामीले प्लान बी को रूपमा आज हामीले यो संरचना तयार गर्ने योजना अगाडि बढ्यौँ। अहिले हामीले एउटा मर्चरी हाउसको जुन मिनिमम रिक्वायरमेन्ट हो त्यो रिक्वायरमेन्टको टेम्परेचर लगायत अरू कुराहरू पुग्ने गरी यो तयार गरेका छौँ। पहिचान गर्नुहोस्, पहिचान सबै सब तपाईँले एक एक सब हेरेर साध्य छैन। त्यो पहिचान गर्नुहोस्, पहिचान गरेको सब चाहिँ आउनु यति नम्बर भन्नुहोस्, यहाँ नम्बर ट्यागिङ गर्नुभएको छ नि होइन, यति नम्बरको सब भन्नुहोस् अनि त्यो हाम्रो उताको सिस्टममा गएर ठ्याक्कै यही ल हेर्नुहोस् भने तपाईँले फोटो चाहिँ हाम्रो नाम अनुसार कोडिङ गरेर राखेको छौँ सर। हाम्रो कोडिङ अनुसार राखेको छौँ अनि उहाँहरूले आइडेन्टिफाई गरेपछि त्यही कोडिङ अनुसार हामीले कहाँ राखेका छौँ त्यही अनुसार चाहिँ हामीले फलो गरेर उहाँहरूलाई देखाउँछौँ। ठिक छ, यसलाई अलिकति त्यो मान्छेलाई चाहिँ आउने जो एकदम विक्षिप्त भएर आएको मान्छे हुन्छ नि त यस्तोमा त उहाँलाई चाहिँ ट्याक्क त्यहाँ बसेर त्यो हेल्प डेस्कले ट्याक्क सो गरोस् लिएर आउने यहाँ त्यसमा। अनि आज हेल्थ डेस्क स्थापना भयो होइन, पीडित र चाहिँ प्रभावित व्यक्ति आउनुहुन्छ उहाँ अब एउटा चाहिँ एकदमै चाहिँ विच्छेद मुटु लिएर आउनुहुन्छ उहाँ। त्यस्तो पीडासहित यहाँ आउने व्यक्तिलाई कसरी उहाँलाई सहजीकरण गर्न सकिएला भन्दा हामीले हेल्थ डेस्क राखेका छौँ र कतै उहाँलाई चाहिँ फेरि चाहिँ तत्कालिक अवस्थाले चाहिँ क्षणिक अवस्थामा केही समस्या पर्ला भने हेल्थ डेस्क पनि हामीले राखेका छौँ र उहाँहरूको लागि त्यो जो आउनुहुन्छ यो सब पहिचान अथवा अन्य हिसाबले यो पीडाबाट प्रभावित हुनुभएको व्यक्तिहरूको लागि हामीले चितवन जिल्लामा उहाँ जति दिन बस्नुपर्ने परिस्थिति हुन्छ हामीले उहाँको लागि चाहिँ चितवनमा खाने र बस्नेको निःशुल्क प्रबन्ध गर्ने गरी व्यवस्थापन गरेका छौँ। होटलसँगका साथीहरूले त्यसमा चाहिँ उदारतापूर्वक हामीलाई सहयोग गर्नुभएको छ, उहाँहरूप्रति हामी आभारी पनि छौँ। नम्बर 2। नम्बर 3, भोलि बिहानदेखि हामीले अब यस्तो अवस्था छ तपाईँले देखिरहनु भएको छ सब आफै लगभग अब आज दिनभरिको उसमा सब बिग्रेको अवस्थामा कति अधिकांश सबहरू छन्। ती सबैलाई राखेर सबै सबलाई एक एक गरेर चाहिँ गन्ती गरेर चाहिँ पीडितलाई त्यो घुमाउने कुरा त्यति राम्रो पनि होइन। त्यसलाई के गर्न सकिन्छ भन्दा हामीले सबै सबको चाहिँ फोटो खिच्छौँ, फोटो तल ट्यागिङ गर्छौँ। हामीले त्यो ट्यागिङ सहितको त्यो फोटो एउटा यहाँभित्र एउटा गोप्य रुम छ, त्यो रुममा हामीले स्क्रिन राखेका छौँ। त्यो रुममा चाहिँ पीडित र प्रभावितको व्यक्ति त्यहाँ आउनुहुन्छ, उहाँले हेर्नुहुन्छ, फोटो हेरिसकेपछि मेरो चाहिँ व्यक्ति उहाँ हो भनेर उहाँले पहिचान गर्नुहुन्छ। स्क्रिनमा पहिचान गर्दा स्क्रिनको तल नम्बर हुन्छ, त्यही ट्याग नम्बर अनुसार उता सब राख्ने व्यवस्था हामीले गरेका छौँ ताकि उहाँलाई अरू धेरै सबहरू हेरेर त्यो परिस्थितिको सामना गर्न नपरोस्। यहाँ उहाँले चाहिँ स्क्रिनमा देखेर यो हो भनेर पहिचान गरेको सब ठिक्क हामीले यहाँ ठ्याक्क अगाडिको चाहिँ सब घरमा लगेर उहाँलाई चाहिँ यही हो भनेर देखाउँदाखेरि उहाँले मेरो सब यही हो भन्ने हिसाबले त्यो सब उहाँले पहिचान गर्नुभयो। स्क्रिन र चाहिँ त्यहाँ वस्तुगत हिसाबले हेर्दाखेरि सब पहिचान भयो भने उहाँलाई हामीले सब बुझाउने कुराको प्रक्रियाको हामी सुरु गर्छौँ। यो प्रक्रिया भोलि बिहान 7 बजेदेखि सुरु हुन्छ र सँगसँगै सब चाहिँ को खोज्ने कुराहरू खोज तलासका कुराहरू 4 वटा सुरक्षा निकायका साथीले गरिरहनु भएको छ। त्यो आज राति 12 बजीसम्म हामी खोज्छौँ। बाइ द वे त्यो अब मान्छेको पीडा हुन्छ नि त तलमाथि होला केही होला त्यो हेल्थ डेस्क चाहिँ भोलि बिहान 7 बजेदेखि नै सही साहब 7 बजे हामीले उहाँलाई बोलाएको अझ अगाडि आउनु सक्नुहुन्छ। हामी 7 बजेभन्दा अगाडि हेल्थ डेस्कको चाहिँ हाम्रो टिम एक्सपर्ट टिम चाहिँ त्यहाँ ल्याएर राख्नु होला। बुवा
हजुर जस्तो सिडिए पाउनु अब दुर्भाग्य भयो यत्रो घटना घट्यो तर हजुरले हरेक ठाउँमा चाहिँ धेरै सहयोग गर्नु मास्कै ठाउँमा छौँ नखोलौँ यसलाई चिन्छ यस्तो छ यो साथीहरू खास गरी मिडियाका साथीहरू यो विषय चाहिँमा दुईवटा कुरा हेर्नुपर्ने हुन्छ पहिलो कुरा एउटा न्यूनतम मानवीय तहको त्यो चेत पनि नभएको त्यो पाशविक स्थिति भएका मान्छेहरू पनि यहाँ रहेछन् हाम्रो समाजमा भन्ने कुरा देखियो एउटा अर्को कुरा त्यो खिचेर पोस्ट गर्ने साथीले पनि एकचोटि आफूलाई सोच्नु पर्थ्यो मैले के चिज पोस्ट गर्दैछु के चिज मैले बाहिर ल्याउँदैछु भन्ने कुरा उहाँले पनि सोच्नु पर्थ्यो अब त्यही कुराको पृष्ठभूमिमा हामीले त्यो कुरा बाहिर आइसकेपछि कानुन बमोजिम ती चाहिँ के अरे नियन्त्रणमा लिनुपर्ने मान्छेहरू नियन्त्रणमा हामीले लिएका छौँ अरू व्यक्तिहरू पनि त्यहाँ देखिएका व्यक्तिहरू यो राष्ट्रिय विपदको अवस्थामा आफ्नो लोभ लालच प्रेरित भएर मानवतालाई चाहिँ गिज्जाउने गरी अगाडि बढेका मान्छेहरूलाई कानुनी हिसाबले हामीले कारवाही गर्छौँ प्रक्रिया सुरु भएको देखिरहनु भएको छ जस्तो अहिले चितवन जिल्लाको भूगोल भनेर भनेका चितवनको भूगोलमा प्राप्त भएका शवहरूको व्यवस्थापन मात्रै गर्न सक्छौँ हाम्रो सामर्थ्य त्यहाँभन्दा बढी आज व्यवस्थापन गर्ने काम यहाँ भइराखेको छ कृपया त्यसै गरी यहाँहरू सञ्चारसँग जोडिनको लागि नेपाल टेलिकमको तर्फबाट वाइफाई जडान भएको छ यहाँले वाइफाई चलाउन सक्ने सुविधा प्रदान भएको छ हलसेल त्यसै आइदिनु त्यो त्यहाँ नछाइदिनु झन् छाइदिनु भयो धेरै पर्दैन यहाँ लाइटको व्यवस्था गरिदिनु पर्यो अरे तपाईँ यहाँ हजुर टाढोबाट आउनु भएको खाली गरिदिनु